हेलो एभ्रिवान, नमस्ते। हामीले यो भन्दा अघिल्ला क्लासहरुमा लोकससँग रिलेटेड विभिन्न एक्जाम्पलहरु हेर्दै आइरहेका छौं। आज पनि हामी आइपुगेका छौं एक्जाम्पल नम्बर 4 मा। सो एक्जाम्पल नम्बर 4 मा के छ हेरौं त। फाइन्ड द इक्वेसन अफ लोकस। एउटा लोकसको इक्वेसन निकाल्नु छ। लोकस अफ अ पोइन्ट व्हिच मूव एट इक्विडिस्टेन्स फ्रम द पोइन्ट A23 and B45। यसको मतलब के भन्न खोजेको छ हेर्नुस् त। यो इक्विडिस्टेन्स भनेको डिस्टेन्सलाई इक्वल राखेर मुभ गर्छ रे। कुन पोइन्टबाट भन्दा A बाट र B बाट चाहिँ सधैं इक्वल हुने गरी। मतलब A भन्ने हामीसँग कुनै एउटा पोइन्ट छ र B भन्ने अर्को कुनै एउटा पोइन्ट छ। यु क्यान जस्ट ड्र इट र्यान्डमली। B जता पनि हुन सक्छ अर तपाईले ग्राफमा बनाउँदा नि भयो। ग्राफमा त फिक्स पोइन्टमा आउँछ 2 3 र 4 5। सो यो दुईवटा पोइन्टबाट इक्वल डिस्टेन्समा हुने गरी कुनै एउटा लोकस मुभ गर्छ रे। लेट pxy बी एनी पोइन्ट अन द लोकस। हामी सपोज गर्छौं सबैभन्दा पहिला। अब यो पोइन्ट कसरी मुभ गर्छ त। A देखि जुन P सम्मको डिस्टेन्स र B देखि जुन P सम्मको डिस्टेन्स चाहिँ अलवेज के हुनु पर्यो त भाइ बहिनीहरु, इक्वल हुनु पर्यो। त्यो पोइन्ट यहाँ आउँछ भने यदि P यहाँ देखि यहाँ सम्मको डिस्टेन्स र B देखि P सम्मको डिस्टेन्स सेम हुनु पर्यो। त्यो पोइन्ट यता पनि हुन सक्छ। डिस्टेन्स मात्र के हुनु पर्यो भाइ बहिनीहरु, सेम हुनु पर्यो। अरु कुरा हामीलाई केही कुरा दिएको छैन। यसले खाली के भनेको छ, डिस्टेन्स सेम हुनु पर्यो। त्यो पोइन्ट यता पनि हुन सक्छ। खाली A देखि यो पोइन्ट सम्मको डिस्टेन्स र B देखि यो पोइन्ट सम्मको डिस्टेन्स के हुनु पर्यो त भाइ बहिनीहरु, इक्वल हुन पर्यो। मतलब अब यो पोइन्टहरुलाई यदि हामी जोइन गर्दै 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 जान्छौं भने चाहिँ एउटा लाइन फर्म हुने रहेछ। हेर्नुस् त, एउटा स्ट्रेट लाइनको इक्वेसन आउने वाला छ हामीसँग। सो विदाउट वेस्टिङ अ टाइम लेट्स स्टार्ट द सोलुसन। सो यसको लागि हामीले एउटा P भन्ने पोइन्टलाई सपोज गर्न पर्ने भयो। लेट pxy be any point on the लोकस। लोकसमै पर्ने गरी चाहिँ हामीले एउटा पोइन्ट लियौं P। देन बाइ द क्वेशनले के भन्छ भन्नुस् त। A देखि जुन P सम्मको डिस्टेन्स र जुन लोकस सम्मको डिस्टेन्स छ त्यो चाहिँ इक्वल हुन्छ रे कोसँग, B देखि त्यो लोकस सम्मको डिस्टेन्ससँग। सो AP भनेको त A देखि P सम्मको डिस्टेन्स हो। BP भनेको B देखि P सम्मको डिस्टेन्स हो। सो यसलाई सल्भ गर्नको लागि हामी के गर्दियौं, सिधै यसलाई स्क्वायर गरेर राख्दियौं। यदि AP र BP बराबर छ भने AP को स्क्वायर र BP को स्क्वायर नि के हुन्छ त भाइ बहिनीहरु, भेरी गुड, बराबरै हुन्छ। So that we can easily apply the distance formula। त्यसकारणले मैले यसलाई यसरी राखे। सो A भनेको हाम्रो 2 3 थियो। यो x1 y1 र यसलाई x2 y2 गर्ने हो भने के हुन्छ हेर्नुस् त। x - 2 को होल स्क्वायर, x - 2 को होल स्क्वायर। हामी डिस्टेन्स फर्मुला एप्लाई गर्दै छौं AP बीचको भने उता हुने भयो y - 3 को स्क्वायर। त्यस्तै गरी B भन्ने पोइन्टको कोअर्डिनेट रहेको छ 4 र 5। सो BP को लागि हामी B लाई x1 y1 सपोज गरौं, P लाई x2 y2 गर्ने हो भने दिस टाइम वी हैव x - 4 को होल स्क्वायर प्लस y - 5 को होल स्क्वायर। अब यसलाई एक्सपान्ड मात्र गर्नु छ भाइ बहिनीहरु। हामीले x स्क्वायर माइनस यो a - b को होल स्क्वायरमा खुल्ने भयो -4x + 4 प्लस y स्क्वायर - 6y + 9 which is equals to x square minus 8x plus 16 plus y square minus 10y plus 25। यसलाई थोरै सिम्प्लिफाई गरौं भाइ बहिनीहरु। सिम्प्लिफाई गर्ने क्रममा हेर्नुस् त, यतापटिको x स्क्वायर र यो x स्क्वायर क्यान्सल। किन होला रिजन पत्ता लगाउनुस् है त। यो y स्क्वायर र यो y स्क्वायर पनि क्यान्सल, किनभने यो पोजिटिभ y स्क्वायर छ, यता आउँदा नेगेटिभ हुन्छ। सो पोजिटिभ नेगेटिभ क्यान्सल हुने भयो। त्यस्तै गरी अरु कुनै टर्महरु क्यान्सल भइरहेका छन् त, देखिन्नन् अहिले। त्यसो भए बाँकीलाई लेखौं। यो जुन -8x छ यता आउँदा के हुने भयो +8x र यहाँ हामीसँग छ -4x। त्यस्तै गरी -10y छ यता आउँदा +10y भने यता हामीसँग अलरेडी -6y छ। सो 4 + 9 हामीसँग हुने भयो 13 र उतापटिबाट 25 + 36 भनेको हामीसँग आउने भयो -41 which is equals to 0। 8x - 4x that is 4x, 10y - 6y that is 4y र 13 - 41 भनेको कति हुन्छ त, नेगेटिभमा आउने भयो भाइ बहिनीहरु। सो हामीले सबट्र्याक्ट गरौं त। 11 बाट 3 भनेको 8
र यहाँनिर बाँकी बस्यो 3 बाट 1 भनेको 2 28 बाँकी बस्यो which is equals to 0 तपाईले 4 कमन लिदिनु भयो भने के हुन्छ त यो x plus y minus 7 is equals to 0 is the required equation of locus हेर्नुस् त के हुने रहेछ त हामीले के गर्यौं रे भाइ बहिनीहरु जुन यो एक्सप्रेसन छ यसपछि हामीले यहाँबाट 4 कमन ल्याउँ त्यसमा हामीसँग बाँकी बस्यो x plus y minus 7 equals to 0 अब यो 4 ले गएर 0 लाई डिवाइड हुँदा के नै हुने भयो त 0 नै हुने भयो सो एउटा इक्वेसन आइपुगेको छ which is the required equation of locus सो आशा गर्छु भाइ बहिनीहरुले पक्कै पनि बुझ्नु भयो होला यदि बुझ्नु भएको छैन भने फेरि यो क्लासलाई एकपटक राम्रोसँग अब्जर्भ गर्नुहोस् अवश्य पनि बुझ्नु हुनेछ धन्यवाद